के भन्न चाहन्छु भने सिडिओ साहबले हामीले चाहिँ मालपोतमा एउटा मुद्दा दिएका छौँ यहाँ हाम्रो गाउँपालिकाबाट। यो चाहिँ जग्गा श्रेष्ठमा चाहिँ देखियो, तर यो सार्वजनिक पोखरी रहेको छ पहिलाको। अब यो सार्वजनिक पोखरी कुनै निर्णय नभइकन त्यो कसरी श्रेष्ठमा गएको छ त्यो बदर गर्नको लागि हामी त्यहाँ दिएका छौँ। अब त्यो चाहिँ अलि सिडिओ साहब मार्फत पनि अलि हेरिदिनु होला भन्ने आशा गर्दछु र अर्को सिडिओ साहब र एसपी साहब मार्फत म यो भन्न चाहन्छु। सर एकछिन सुनिदिनु होला। हाम्रा समाजका अग्रजहरू यी नै हुनुहुन्छ र यो नन भाइलेन्स डेलिगेसन जस्तो म आग्रह गर्न चाहन्छु, किनभने हाम्रातिर यो रोटीबेटीको सम्बन्धले गर्दा हाम्रा बिहेमा गाडी आवत जावत चाहिँ यति अप्ठ्यारो भइरहेको छ, जुन समाजबाट हामी पीडा पाइरहेका छौँ। डेली हाम्रो हामीले चाहिँ हरेक व्यक्ति जसको घरमा बिहे छ उहाँहरूले हामीले भन्नुहुन्छ कि मेरो गाडी रोकियो। ल ठिकै छ, हामी अलिक टाढा छौँ वीरगञ्ज भन्सारबाट, तर अलि मिल्ने गरी चाहिँ वातावरण बनाइदिनु पर्यो। अर्को चाहिँ हाम्रो वडा अध्यक्षज्यूले रोडको समस्या राख्नु भएको थियो। यो रोडको समस्यामा हामी सुरेन्द्र पौडेल सर हुँदा हामी आफै भिजिट गरेका थियौँ। यो हामी देवताल अन्तर्गतमा 1 देखि 7 सम्म इन्टेरियर रोड सबै बनिसकेको छ, तर यो मेन रोड जुन जोड्ने छ हाम्रो यो अधुरो छ। यही रोडले गर्दा या त नेपाल सरकारले दिएको रोड चाहिँ समयभित्र नै त्यो बनिसक्नुपर्छ, नत्र भने कम्तीमा त्यो नबनेपछि हामीलाई पनि दिएको भए हामीले यसलाई चाहिँ सायद आधी जति हामी बनाइसक्ने हुन्छ। यस्तो अवस्था रहेको छ। अब यसलाई कसरी हजुरहरूले चाहिँ यो रोडलाई कन्स्ट्रक्सन छिटोतिर लग्नुहुन्छ, यसलाई अलि पहल गरिदिनु होला। अर्को चाहिँ मल र खादको सम्बन्धमा छ, जुन मल चाहिँ पाइरहेको छैन। एकदम अवस्था गम्भीर छ। यहाँ जसलाई 2 बोरा डिएपी चाहियो उहाँहरूलाई 25 किलो डिएपी पाइरहेछ। अब यसमा पनि गृह मन्त्रालय अन्तर्गत अब हजुर यहाँ जिल्ला हेर्न त जिल्ला प्रमुख अधिकारीज्यू हजुर हुनुहुन्छ। अब यहाँबाट के अलिक मेसेज पठाइदिनु पर्यो भने मल कसरी यहाँ आउन सक्छ त्यो चाहिँ सहज गरौँ। र इन्डियाबाट अब छेउमै छ, हाम्रो भारत त छेउमै छ, हामीले यहाँ नेपालभित्र पनि मल नपाएर अब इन्डियाबाट मल लिएर आउँदा पनि कम्तीमा लट्ठी नखानु परोस् किसानले, त्यति चाहिँ सहज गरिदिनु पर्यो। र आज चाहिँ हजुरहरूले यहाँ मेरो निम्तो स्वीकार गरी आइदिनु भयो, त्यसको लागि म एकदम धेरै धन्यवाद दिन चाहन्छु र आजको यो सभा यही समापन गर्न चाहन्छु। धन्यवाद।